नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। धनगढीमा कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार, लुटेर भागेर 2 जनालाई प्रहरीले अन्तर्याबाट पक्राउ। तनहुमा बसको ठक्करबाट 3 जनाको मृत्यु, बिरामी बोकेर एम्बुलेन्स दुर्घटना हुँदा 4 जना घाइते। पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्न निजी क्षेत्रलाई नेपाली कांग्रेसका उपसभापति निधिको आह्वान। आवश्यक कानून निर्माण गर्न लागि पर्ने प्रतिनिधि सभाका सभामुख महराको प्रतिबद्धता। रेलवेको बाक्लो सञ्जाल रहेको भारतसँग नेपाललाई जोड्न सकिए दुवै देशलाई लाभ पुग्ने भारतीय राजदूत मनजित सिंह पुरीको भनाई। र आइपिएल क्रिकेटको उपाधिका लागि आज सनराइज हैदराबाद र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। धनगढीमा आइएमआई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी 9 लाख रुपैयाँ लुटेर भागेका 2 जनालाई प्रहरीले अन्तर्याबाट पक्राउ गरेको हो। कैलालीका प्रहरी उपनिरीक्षक विनोद घिमिरेका अनुसार लुटपाट गरेर भागेका उनीहरूलाई पक्राउ परेका हुन्। लुट 4P4438 नम्बरको मोटरसाइकलमा आएका 2 जनाले धनगढीको सब्जी मण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट झिकेको रकम लुटेर भागेका थिए। घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। तनहुमा बसको ठक्करबाट 3 जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुको जानकारी अनुसार मोटरसाइकलमा सवार 4 जना मध्ये 2 जनाको हिजो राति घटनास्थलमै र 1 जनाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। दुर्घटनामा परेको घाइते भएका 1 जनाको उपचार भइरहेको छ। दुर्घटनामा परेर मृत्यु भएकाहरू प्रसाद जिल्ला सेरेवा गाउँपालिका 3 मा बस्ने 20 वर्षीय राज राय, सोही ठाउँको 21 वर्षीय धीरज चौधरी रहेका छन्। गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु हुनेमा 22 वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुको सूचना अधिकारी एवं प्रहरी नायक उपनिरीक्षक सुनिल मल्लले जानकारी दिनुभएको छ। पोखराबाट काकरभिट्टातर्फ गइरहेको ना 5ख 3082 नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना 55P1594 नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग अन्तर्गत बस नगरपालिका 12 स्थित कमलबारीमा ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार 21 वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। मृतक 2 जनाको शव दमौली अस्पतालमा र 1 जनाको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणको लागि राखिएको प्रहरीले जनाएको छ। उक्त बस र त्यसको चालकलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायक उपनिरीक्षक मल्ल बताउनु भएको छ। बिरामी बोकेर एम्बुलेन्स दुर्घटना हुँदा बिरामी सहित 4 घाइते भएका छन्। दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म 1J103 नम्बरको एम्बुलेन्स आइतबार बिहान 3 बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्निया गाउँपालिका 3 धर्मघर नजिकै दुर्घटनामा परेको हो। एम्बुलेन्स सडकबाट झण्डै 1 किलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायक उपनिरीक्षक नेत्रमणि गिरीले बताउनुभयो। एम्बुलेन्स दुर्घटनामा बिरामी रहेका दार्चुलाको ब्यास गाउँपालिका 6 बसडीका 55 वर्षीय विष्णु दन्त भट्ट, 40 वर्षीय देव दन्त भट्ट, 18 वर्षीय गणेश दन्त भट्ट र एम्बुलेन्स चालक दार्चुलाको मल्लिकार्जुन गाउँपालिका 8 का 24 वर्षीय गोविन्द धामी घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको प्रहरीले उद्धार गरेको छ। घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका निधिले निजी क्षेत्रको लगानी र सहभागिताबाट मात्र पर्यटन क्षेत्रले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने सम्भावना पनि औल्याउनुभयो। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको पर्यटन क्षेत्रको विकास का लागि सहजीकरणको काम गर्ने उल्लेख गर्दै त्यसको विकासमा भने निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको दाबी समेत गर्नुभयो। व्यवसाय फस्टाउने र यसको विस्तार हुने सबभन्दा
महत्त्वपूर्ण कुरा हो। यसमा निजी क्षेत्रको सहभागिता। सरकारले र राज्यले नीति निर्माण मात्रै गर्दछ, सहजकर्ताको भूमिका मात्रै गर्दछ। सरकार र राज्यले नीति निर्माण गर्ने र तदनुरूप नै त्यसैसँग सम्बन्धित भएको हुनाले दलहरूले पनि आफ्नो भूमिका त्यसै अनुसार बनाउँछ। तर यसको सम्पूर्ण सफलताको श्रेय र सफलताको लागि पूर्व शर्त भनेको निजी क्षेत्रको लगानी र निजी क्षेत्रको सहभागिता नै हो। त्यसकारणले पर्यटन व्यवसायमा लाग्ने निजी क्षेत्रका प्रतिनिधिहरूले जो बोल्नु भएको छ त्यसको अधिकांश कुराहरूको बारेमा म आफ्नो तर्फबाट पनि र नेपाली काङ्ग्रेसको तर्फबाट पनि समर्थन गर्दछु। कहिलेकाहीँ उहाँहरू सत्ताको सञ्चालन गर्नुहुन्छ, कहिले हामी गर्छौँ, त्यो छुट्टै पाटो हो। तपाईहरूसँग पर्यटन व्यवसायीहरूसँग जुन यति राम्रो काम गरिरहनु भएको छ, तपाईहरू आफैले आफ्नो क्षेत्रको विस्तार गर्ने विषयहरूलाई पहिचान गरेर लगानी गर्ने काममा अझै उद्यत हुनुभयो भनेदेखि त्यो नेपालको लागि धेरै ठुलो, नेपालको टोटल इकोनोमीको लागि धेरै ठुलो कन्ट्रिब्युसन हुन्छ भन्ने जस्तो लाग्छ। उपसभापति निधिले पर्यटन क्षेत्रको विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले हिमाल पहाड र तराईमा बस्ने सबै नेपालीहरूलाई त्यहाँको भूगोलबारे पहिचान गराउने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो। प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानून निर्माण गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सभामुख महराले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पनि आवश्यक ठोस दृष्टिकोण अघि सार्ने विश्वास व्यक्त गर्नुभयो। पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै उहाँले त्यसको विकासका लागि आवश्यक दृष्टिकोण बनाउन सरकारलाई आवश्यक सुझाव दिन पनि पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभयो। शनिबार गन्तव्य नेपालको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको विश्वमा नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण योगदान दिएको पनि स्मरण गराउनुभयो। गन्तव्य नेपाल आज व्यवसाय नेपालको वास्तवमा एउटा असाध्यै महत्त्वपूर्ण व्यवसाय हो। पर्यटन नेपालको एउटा आर्थिक समृद्धिको आधार मात्र हो। धेरैले भनेका छन् कि नेपालको पर्यटनको एउटा मुख्य आधार नेपालको समृद्धिको मुख्य आधार, आर्थिक समृद्धिको मुख्य आधार पर्यटन नै हो। त्यो त छँदैछ। त्यसको साथसाथै नेपालको भौगोलिक, नेपालको ऐतिहासिक, नेपालको संस्कृति र नेपालको जनजीवन र नेपालको सभ्यतालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि पर्यटन व्यवसाय निकै महत्त्वपूर्ण छ। हो, हामी प्रचुर मात्रामा प्रचुरताको धनी छौँ। स्रोत साधनका दृष्टिकोणले हामी अभावमा छैनौँ, तर हामीलाई स्पष्ट दृष्टिकोण चाहिएको छ, नीति चाहिएको छ। हामी विश्वास गरौँ नेपालमा अब एउटा स्थायी सरकार बनेको छ, बन्ने प्रक्रिया सुरु भएको छ। यसले समृद्धिका खाकाहरू कोर्दैछ र आगामी दिनमा अरू सबै क्षेत्रमा र विशेष गरेर पर्यटनको क्षेत्रमा नेपाललाई माथि उल्लेख गरेको झै समृद्ध पार्नका लागि पर्यटन व्यवसायलाई अरू महत्त्वपूर्ण भूमिका खेल्नलाई सरकारले एउटा मार्ग प्रशस्त गर्नेछ, दृष्टिकोण अगाडि ल्याउनेछ। यो विश्वास पनि हामी व्यक्त गर्न चाहन्छौँ। मेरो तर्फबाट पर्यटन व्यवसायलाई अझ समृद्ध पार्नको निमित्त के भूमिका खेल्नुपर्छ त्यो खेल्न म तयार छु। सभामुख महराले नेपालको भूगोल, सांस्कृतिक र जनजीवनबारे विश्वास समुदायलाई जानकारी दिन पनि नेपालको पर्यटन क्षेत्र उपयोगी भएको पनि स्पष्ट पार्नुभयो। अब समाचारमा विश्रामपछि रेलवेको बाक्लो सञ्जाल रहेको भारतसँग नेपालले जोड्न सकिए दुवै देशलाई लाभ पुग्ने भारतीय राजदूत मनदीप सिंह पुरीको भनाई। पाकिस्तानमा साउन 9 गते चुनाव हुने 4 करोड 60 लाख जना युवा मतदाताको रूपमा आफ्नो मत अधिकार प्रयोग गर्ने र आइपिएल क्रिकेटको उपाधिका लागि आज सनराइज हैदराबाद र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा हुँदै। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन
दलितको समृद्धि आवश्यक रहेको बताउनु भएको छ। दलित सरोकार मञ्च सप्तरीको आयोजनामा लाहानमा भएको 2 दिवसीय प्रादेशिक दलित सभाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबै जात जाति समृद्ध नभएसम्म प्रदेश र मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो। युक्तिमरीको अध्यक्षतामा भएको समापन समारोहमा मुख्यमन्त्री राउतले 2 दिवसीय भेलाको जारी गरेको घोषणा पत्रले दलितको वास्तविक अवस्थालाई उजागर गरेको उल्लेख गर्दै दलितलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकारले खेल्न सक्ने हरेक भूमिकाको लागि आफूहरू तयार रहेको बताउनुभयो। कार्यक्रममा विशेष अतिथि राष्ट्रिय सभाका सदस्य रामप्रीत पासवानले कम्युनिस्टहरू रटिरहेको वर्गीय मुक्तिले नेपालीय धरातलको विभेद समाप्त हुने बताउँदै त्यसका लागि जातीय मुक्ति नै सबैभन्दा उत्तम विकल्प रहेको उल्लेख गर्नुभयो। समापन समारोहमा प्रदेश सभा सदस्य सुनिता राम दलित समुदायबाट प्रदेश नम्बर 2 को विभिन्न नगरपालिका तथा गाउँपालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखका साथै प्रदेशभरिकै दलित अगुवाहरूको उपस्थिति रहेको थियो। सभाले जारी गरेको घोषणा पत्र आयोजक संस्थाका कार्यकारी निर्देशक भोला पासवानले वाचन गरेका थिए भने घोषणा पत्र मुख्यमन्त्री राउतले नै समेत बुझाइएको थियो। आधार क्षेत्र भए पनि धनुषामा 4 प्रतिनिधि सभा र 8 प्रदेश सभा मध्ये 1 प्रदेश सभा मात्र चुनाव जित्न सकेका नेपाली कांग्रेसका मातृ संगठनहरू जिल्लामा सक्रिय भएका छन्। कांग्रेसको मातृ संगठन नेपाल तरुण दल जनकपुरधाम उपमहानगरपालिकाका नगरपालिका कार्य समितिको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल तरुण दल जनकपुरधाम उपमहानगरपालिका नगर कार्य समितिका अध्यक्ष पंकज महतोको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नगर सभापति मनोज शाह, तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम शाह सहितको सम्बोधन गरेका थिए। सरकार पहिले त एगो सचिव तनी मनी में धक्का के माइनो जाय छले, बिना 500,000 का ले एगो सिफारिश लिखेला वार्ड कार्यालय से में तैयारी नहीं भ रहल है। इहे अपन देश, इहे अपन देश। इस सारा चीज से हम सब लड़ सकै छी। हम सब बहुत हद तक लड़तो छियै। जानकी मंदिर के टारगेट क विमलेन्द्र दीदी जी भौतिक तथा योजना मंत्री रहे, जैमें कतौ जनकपुर में रोड नहीं रहे तो जानकी मंदिर से रामानंद चौक, जानकी मंदिर से एयरपोर्ट, जानकी मंदिर से थापा चौक, जानकी मंदिर से सीता चौक, जलेश्वर मंदिर हो ताकि सीता चौक तक जे कल गेले एठाम की पत्रकार बंधु सब जनकपुर में लिखले छे। हम कैमरा के मार्फत स्पष्ट कह चाहै छी कि एहि ठाम जे छै से एडीबी आयोजना लागू भ चुकल छै और ई बाउल में पानी हेरा रहल छै। यदि ई रोड अखनी बन जेते त झूठे के भेल एडीबी त बनेबे करतै। हमहू जे आई ठार भेल छी जे यह तरुण दल के हिसाब से ठार भेल छी। 2057 साल में हमहू नगर कोषाध्यक्ष रहे तरुण दल के और युवा में से हो हम सब जागरण रहे। तो तरुण दल के अवस्था है कि ई कहबे जे हम सब के कोन नेपाली कांग्रेस पीर सब छी। तरुण दल एक वो शख्स है जिस शख्स के लकर नेपाली कांग्रेस ठार हुई। जब तक युवा सब में वो जागरण नहीं है तरुण सब में, तब तक नेपाली कांग्रेस अपने सब कुछ कर नहीं सके। वक्ताहरूले पार्टीको पराजय हुनुको कारण पत्ता लगाई त्यसको समाधानमा सक्रिय हुनुपर्ने समेत बताए। संगठन सुदृढ पार्न सबै तह पक्का तत्काका नेता कार्यकर्ताहरू इमानदारीतापूर्वक लाग्नुपर्नेमा समेत वक्ताहरूले जोड दिएका थिए। त्यस्तै कांग्रेसको मातृ संगठन नेपाल तरुण दल विदेह नगरपालिका र औरही गाउँपालिकाको पहलमा पनि 1 दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल तरुण दलका जिल्ला सदस्य प्रमोद कुमार छिट्रालले अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व सांसद एवं मन्त्री रामकृष्ण यादव एवं विभिन्न बताहरूको सम्बोधन गरेका थिए। नेपालका लागि भारतीय राजदूत मनदीप सिंह पुरीले रेलवेको बाक्लो सञ्जाल रहेको भारतसँग नेपाललाई जोड्न सकिए दुवै देशलाई लाभ पुग्ने बताएका छन्। राजविराजमा शनिबार जेपी लोहिया र रामेश्वर मेमोरियल ट्रस्ट तिलाठीको इलाडी सप्तरीको हनुमान नगर जेल ब्रेक काण्डको 75औं स्मृति दिवसको अवसर पारेर आयोजना गरेको नेपालको प्रजातान्त्रिक संघर्षमा
नायक जयप्रकाश नारायणको योगदान विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको असन्नबाट उनले सो विचार व्यक्त गरेका हुन्। नेपालको विकासका लागि भारत सरकार सधैँ सकारात्मक रहेको र यो क्रम चलिरहने उनले बताए। हमारा बहुत बड़ा इंटीग्रेटेड चेक पोस्ट जिस तरह वीरगंज में 2 महीने पहले उद्घाटन हुआ, वो भी बहुत शीघ्रता से चल रहा। साथ ही साथ ये रेलवे लाइन, इसके साथ आपके एरिया में मैं मानता हूं वो विकास, वो तरक्की का दौर शुरू होगा जो आपकी आज की पीढ़ी और आगे की पीढ़ी के लिए बहुत ही फायदेमंद है। नेपालमा रेल विस्तार कार्यलाई भारत सरकारले विशेष महत्त्व दिएको उनको भनाइ थियो। भारतीय स्वतन्त्रता संग्राम, नेपालको प्रजातान्त्रिक आन्दोलन र हनुमाननगर जेल ब्रेक घटनालाई स्वर्णिम घटनाको संज्ञा दिँदै उनले ती सबै घटनाले नेपाल र भारतको उपल्लो तहमा मात्र नभई जनस्तरबाट पनि आपसी सम्बन्ध अझ प्रगाढ बनाएको बताए। उनले नेपाल र भारत बीच सदियौंदेखि मित्रवत सम्बन्ध रहँदै आएको चर्चा गर्दै नेपालको सबै क्षेत्रको विकासमा भारत सरकारले आगामी दिनमा पनि सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए। अब फेरि समाचारमा विश्रामपछि पाकिस्तानमा साउन 9 गते चुनाव हुने, 4 करोड 60 लाख जना युवा मतदाताको रूपमा आफ्नो मत अधिकार प्रयोग गर्ने र आईपीएल क्रिकेटको उपाधिका लागि आज सनराइज हैदराबाद र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा आउँदो साउन 9 गते आम चुनाव हुने भएको छ। पाकिस्तानी राष्ट्रपति ममनून हुसैनले जुलाई 25 अर्थात् आउँदो साउन 9 गते आम चुनाव गर्न सहमति जनाएका छन्। यो चुनावमा 4 करोड 60 लाख जनाले युवा मतदाताको रूपमा आफ्नो मत अधिकार प्रयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पाकिस्तानमा मुस्लिम लीग नवाज PLMALN को नेतृत्व रहेको सरकारको कार्यकाल आउँदो बुधबार सकिँदैछ। कार्यवाहक सरकारले आम चुनाव गराउनेछ। 2013 मा भएको आम चुनावमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लीगले स्पष्ट बहुमत ल्याएको थियो। आउँदो चुनावमा भने क्रिकेटरबाट नेता बनेका इमरान खानको पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीले नवाज शरीफको पार्टीलाई चुनौती दिने देखिएको छ। अब खेल समाचार। इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति सनराइज हैदराबाद र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। मुम्बईको वाङखाडे रङ्गशालामा हुने खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। हैदराबादलाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई 13 रनले हराउँदै हैदराबाद फाइनलमा प्रवेश गरेको हो। रसिद खानको उत्कृष्ट प्रदर्शन सनराइज हैदराबाद आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। यस अघि पहिलो क्वालिफायरमा पनि हैदराबाद र चेन्नई बीच खेल भएको थियो। खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदराबाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो। समूह चरणमा खेलिएको दुवै खेलमा पनि चेन्नईले हैदराबादलाई हराएको थियो। शुक्रबार हैदराबादले दिएको 175 रनको लक्ष्य पछ्याएको कोलकाताले 20 ओभरमा 9 विकेटको क्षतिमा 161 रन मात्र जोड्न सक्यो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। धनगढीमा कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार, लुटेरा भागेर 2 जनालाई प्रहरीले अन्तर्याबाट पक्राउ। तनहुमा बसेको ठक्करबाट 3 जनाको मृत्यु, बिरामी बोकेर एम्बुलेन्स दुर्घटना हुँदा 4 घाइते।
पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्न निजी क्षेत्रलाई नेपाली कांग्रेस उपसभापति निधिको आह्वान। आवश्यक कानून निर्माण गर्न लागि पर्ने प्रतिनिधि सभा सभामुख महराको प्रतिबद्धता। रेलवेको बाक्लो सञ्जाल रहेको भारतसँग नेपाललाई जोड्न सकिए दुवै देशलाई लाभ पुग्ने भारतीय राजदूत मनदीप सिंह पुरीको भनाई। र आईपीएल क्रिकेटको उपाधिका लागि आज सनराइज हैदराबाद र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा हुँदै। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।